एमटीसँग रेस पर्यो केटाहरू खतरा कुदाउँदो रहेछ यार केटोले धन्नैले ठोकिन आँट्यो गइज। हेलो गाइज इट्स मी सुरेश एडभेन्चर। आज चाहिँ म कलेज जाँदैछु। के हुन्छ लास्टसम्म भिडियो हेर्नु होला। 7:30देखि प्र्याक्टिकल इक्जाम छ, त्यसको लागि जाँदैछु। के हुन्छ म अपडेट गर्दै गर्छु तपाईँहरूलाई। फुल ब्लग हेर्नु होला। धन्नैले ठोकेको यार, कस्तो आइदिएर कि त्यो मान्छे धन्नैले अलि ब्लाइन्ड भयो कि त्यहाँ देखाइ छैन, यत्तिकै आएर हुँदैन नि केटा हो। त्यही भएर सेफ राइड गरौँ, सेफ राइड। सधैँ यस्तो हुन्छ यार मर्निङ टाइममा। के हो अब चाहिँ म कलेज पुग्न लागिसकेँ। एडमिट कार्डै ल्याउन बिर्सेछ यार। आज के हुन्छ, गर्न दिन्छ कि दिँदैन। लेट्स सी, अब कलेज गएपछि थाहा हुन्छ, अपडेट आउँछ त्यसपछि। पुग्न लागिसक्यो, अब यहाँबाट भित्र छिरेपछि ठ्याक्कै कलेज पुग्छ। अब एक कुदाइदिउँ न है, अब एकचोटि रन्काइदिउँ, यहाँ के हुन्छ हेरौँ। स्पिड हान्दै यहाँ अब कलेज छेउमा पुग्न लागिसक्यो। फाइनल्ली त्रिचन्द्र कलेज आइपुग्यो है। त्यही हो, एडमिट कार्ड बिर्सेछ। प्र्याक्टिकल इक्जाम दिनै मिलेन। त्यसपछि साथी र म भेटेर रानी पोखरीतिर गयो। त्यही हो, आजको भ्लग यहीँ एन्ड गर्छु। भ्लग थोरै भयो पनि साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला।